हेलो एन्ड नमस्ते एभ्रिवान, म समीर तामाङ। आजको यस भिडियोमा तपाईहरुलाई इन्स्टाग्राम एकाउन्ट चाहिँ कसरी पर्मानेन्टली डिलिट गर्ने भन्ने विषयमा सिकाउने छु। सो ढिला नगरी अब भिडियोतर्फ लागौँ। सो फाइनली अहिले चाहिँ हामी आफ्नो मोबाइलको स्क्रिनमा आइसकेका छौँ। आफ्नो मोबाइलको स्क्रिनमा आएपछि तपाईँले आफ्नो इन्स्टाग्राम एकाउन्ट डिलिट गर्नको लागि चाहिँ तपाईँले आफ्नो मोबाइलमा भएको इन्स्टाग्राम एपलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। सो अहिले चाहिँ म इन्स्टाग्राम एपमा चाहिँ आइसकेको छु। इन्स्टाग्राम एपमा आइसके पछाडि तपाईँले आफ्नो यहाँनिर प्रोफाइल देख्न सक्नुहुनेछ। तपाईँले यहाँनिर आफ्नो प्रोफाइलमा आए पछाडि माथि कुनामा थ्री डट हुन्छ। सो तपाईँले त्यहाँनिर चाहिँ थ्री डटमा क्लिक गर्नु होला। यहाँनिर म जस्ट रिफ्रेस गरेर थ्री डटमा क्लिक गरिदिइसकेको छु। थ्री डटमा क्लिक गरेपछि एकाउन्ट सेन्टरमा जानु होला। एकाउन्ट सेन्टरमा गएपछि तपाईँले यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ विभिन्न अप्सनहरू है। देख्न सक्नुहुन्छ फर्स्ट अप्सनमा चाहिँ प्रोफाइल एन्ड पर्सनल डिटेल्स भन्ने छ। सो तपाईँले प्रोफाइल्स एन्ड पर्सनल डिटेल्समा चाहिँ क्लिक गर्नु होला। म यहाँनिर तपाईँहरूलाई क्लिक गरेर देखाउनेवाला छु। सो यहाँनिर मैले क्लिक गरिसकेको छु। त्यसबाट देख्न सक्नुहुन्छ म्यानेज एकाउन्ट भनेर। सो तपाईँले म्यानेज एकाउन्टमा क्लिक गरेपछि म्यानेजमा थिए पछाडि चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ योर इन्स्टाग्राम एकाउन्ट अनि तपाईँको मिस्टर समीर अफिसियल 77 अनि डिएक्टिभेसन अर डिलेक्सन भनेको छ। सो तपाईँले यहाँनिर सर्च लेख्नु, यहाँनिर चाहिँ हामीले दबाउनु पर्ने हुन्छ डिलेक्सन अर डिएक्टिभेसन अर डिलेक्सनमा क्लिक गर्नु होला। सो तपाईँले यहाँनिर क्लिक गरे पछाडि चाहिँ यहाँनिर तपाईँले आफ्नो एकाउन्ट चाहिँ डिलिट गर्ने हो कि हैन, एकाउन्ट डिलिट गर्ने हो कि डिएक्टिभेट गर्ने हो भनेर देखाएको छ। सो तपाईँले चाहिँ डिएक्टिभेटमा हैन कि हामीले चाहिँ डिलिट एकाउन्टमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। डिलिट एकाउन्टमा कन्टिन्यू गरिदिनु होला। त्यस पछाडि यहाँनिर कन्टिन्यू गरेर फेरि तपाईँले के कारणले गर्दाखेरि तपाईँ डिलिट गर्दै हुनुहुन्छ त्यो यहाँनिर दिनुपर्ने हुन्छ। सो तपाईँले यहाँनिर जुनसुकै पनि अप्सनमा क्लिक गर्न सक्नुहुनेछ। म आफ्नो हिसाबले गरिदिन्छु, तपाईँले आफ्नो हिसाबले गर्नु होला। यस डिएक्टिभेट गरे पछाडि तपाईँले यहाँनिर देख्न सक्नुहुनेछ यहाँनिर कति फलोवर्स छ र कति पोस्ट गरेको छ र कति स्टोरी छ र कतिवटा रिल हालेको छ र कतिवटा पोस्ट रिलहरू चाहिँ हामीले सेभ गरेको छ भनेर यहाँनिर पनि देखाइदिन्छ। सो तपाईँले त्यति गरिसके पछाडि चाहिँ अब यहाँनिर कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरेपछि तपाईँले यहाँनिर पासवर्ड राख्नुपर्ने हुन्छ। तपाईँले जुन आफ्नो इन्स्टाग्राम एकाउन्टको पासवर्ड हुन्छ त्यो पासवर्ड चाहिँ तपाईँले यहाँनिर राख्नुपर्ने हुन्छ। सो पासवर्ड राखेर चाहिँ तपाईँले कन्टिन्यू गरिदिनु होला। डिएक्टिभेट एकाउन्ट भनेर यहाँनिर देखाइदिएको छ। सो तपाईँले यहाँनिर क्लिक गरिदिनु होला। सो यति गरिसके पछाडि चाहिँ तपाईँको इन्स्टाग्राम एकाउन्ट चाहिँ डिएक्टिभेट अथवा यानि कि डिलिट भइसकेको छ। इन्स्टाग्राम एकाउन्ट चाहिँ पर्मानेन्टली डिलिट कसरी गर्ने भन्ने विषयमा सिकाइसकेको छु। आई होप हजुरलाई भिडियो मन पर्यो होला। भिडियो मन पर्छ लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब भने गर्न नबिर्सिनु होला है त। यदि सब्सक्राइब गरिसक्नु भएको छ भने बेल आइकन अल क्लिक गर्नु होला।